हेलो अनि नमस्ते, दिस इज सुनिल श्रेष्ठ। फेरि पनि आज म तपाईँहरूलाई मेरो सानो मिनी ब्लग लिएर आइसकेको छु। आजको मेरो ब्लग चाहिँ कतारा अनि त्यसपछि आएर बिलाजु मलको छ। उफ, गर्मी, घाम चाहिँ मस्त लागिरहेछ। अब घाम लागे पनि घुम्न जान्छु भनेर निस्किसकेपछि फेरि फर्किने कुरा भएन। आज चाहिँ म बसमा जाने प्लानिङ गरिरहेको थिएँ, त्यही भएर चाहिँ हाम्रो नजिकैको बस स्टपमा जाँदैछु। नजिकै बस स्टप चाहिँ 500 मिटर जति टाढा छ। फाइनल्ली बस स्टप पनि आइपुगेँ। अब बस त कुर्नु पऱ्यो। अब भित्र एसी हेरेको, एसी चाहिँ चलिरहेको रहन्छ। एसी बिग्रेको भएर पछाडिपट्टि आएर शीतल हुन्छ भनेर त्यहाँ बसिरहेको छु है म चाहिँ। बस्दै थिएँ अनि बस्दा फेरि दिक्क लाग्यो कि। अनि त्यसपछि हावा पनि चलिरहेको थियो। त्यसपछि एउटा यसो भिडियोहरू बनाउनु पऱ्यो भनेर भिडियो बनाउनु थालेँ, हावा चलेको। अनि भिडियो बनाइरहेको थिएँ। भिडियो बनाउँदा फेरि बस पनि आइपुग्यो। अनि बस आइपुग्यो, बसमा चढिहालेँ। बसमा फेरि मसँगै 4-5 जना साथीहरू हुँदो रहेछ। अब बिस्तारै म बसको मजा लिन्छु भनेर बसको मजा लिन थालेँ। बसको मजा चाहिँ लिँदै थिएँ कि है। बसको मजा लिँदा मेरो साथी एउटा मन्त्री भन्ने छ इन्डियाको चाहिँ, अनि उसको चाहिँ याद आयो कि। किनभने मोस्ट अफ द टाइम म चाहिँ उसैसँग यसरी हिँड्ने गर्थेँ कि बसमा। अनि आज चाहिँ म एक्लै छु किनभने उसको अफ थिएन। अब एक्लै रमाइलो गर्दै कति बेला मेट्रो स्टेसन आइपुगेको छ, अब पत्तै भएन। आज म पहिला सुरु कतारा जाने भन्ने प्लानिङ लागिरहेको थिएँ, त्यही भएर पहिला सुरु मेट्रो स्टेसन त आउनु पऱ्यो। अब मेरो नजिकैको मेट्रो स्टेसन भनेको चाहिँ स्पोर्ट सिटी भन्ने मेट्रो स्टेसन हुन्छ। त्यसैले चाहिँ म स्पोर्ट सिटी भन्ने मेट्रो स्टेसनमा उत्रिसकेपछि अब मेरो मेट्रो कार्डमा ब्यालेन्स छ कि छैन भनेर पहिला सुरु चेक गरिसकेपछि ठिकै छ, ब्यालेन्स रहेछ भन्ने थाहा भयो है। ब्यालेन्स थाहा भइसकेपछि अब इन्ट्री त गर्नु पऱ्यो। अब इन्ट्री गर्नको लागि इन्ट्री गरेँ। इन्ट्री गरिसकेपछि भित्र छिरेँ गर्दा अब मेट्रोको लागि चाहिँ तल जानुपर्ने हुन्छ। म त्यसको लागि चाहिँ तल लाग्दैछु है त साथीहरू। बिस्तारै यसरी तलतिर झर्दै गर्दाखेरि उताबाट फेरि त्यो मेट्रो आइहाल्यो। अनि मेट्रो आइसकेपछि मेट्रोभित्र चढ्नु पऱ्यो। अनि मेट्रोभित्र चलिहालेँ। मेट्रो चढिसकेपछि चाहिँ म चाहिँ आज अगाडिपट्टि बस्छु। अगाडिपट्टि बसिसकेपछि आफूलाई चाहिँ आफैले चलाएको जस्तो फिल आउँछ जस्तो लाग्यो। अनि त्यही भएर अगाडिपट्टि बसिहालेँ। मेरो लोकेसनदेखि कतारा जानको लागि चाहिँ मैले अर्को एउटा मेट्रो पनि चेन्ज गर्नुपर्ने हुन्छ। त्यसैले चाहिँ म अहिले यो मेट्रो चेन्ज गर्ने लोकेसनमा छु। अब पहिलाको मेट्रो छोडेर चाहिँ म नेक्स्ट मेट्रोको लागि भनेर चाहिँ अब अर्को मेट्रोको खोज्दै चाहिँ अर्को मेट्रोको लागि भनेर चाहिँ माथि चढ्दैछु है त। ओके, फाइनल्ली अब म कतारा पनि आइपुगेँ। अब यहाँ मैले कतारामा केही लिएको भिडियोहरू त्यसपछि आएर क्लिपहरू राखिदिएको छु। त्यो हेरेर रमाइलो गर्नु लागि त हजुरहरूले पनि। अब यो चाहिँ म एक्ज्याक्ट कताराको लागि भनेर चढिरहेको मेट्रोबाट बाहिर निस्किसकेपछिको यो बाहिरको भ्यू हो। अब म जान लागेको लोकेसन एक्ज्याक्ट लोकेसन चाहिँ थोरै टाढा छ। त्यसको लागि भनेर म बिस्तारै यहाँबाट चाहिँ निस्केर अब एउटा दुईवटा भिडियोहरू लिन्छु भनेर थोरै भिडियोहरू लिँदै अब म बाहिरको लागि भनेर त्यो मेरो लोकेसनको लागि भनेर चाहिँ निस्किरहेको छु है त।
अब फाइनल्ली चाहिँ म जुन लोकेसनको लागि भनेर आएको थिएँ त्यो लोकेसन चाहिँ फाइनल्ली आइसक्यो है त। ल नाइटको भ्यू भनेको यस्तो छ यो कतराको लोकेसनको। अब यहाँ स्पेसल भ्यूहरू हेर्नु छ भने तपाईँहरू पनि आएर हेर्न सक्नुहुन्छ है त। अब यो चाहिँ नाइटमा नि बबाल देखिँदो रहेछ है त। अब म ठ्याक्कै आइरहेको थिएँ, ठ्याक्कै भर्खरै एउटा म्युजिक सहितको यो लाइटिङ भइरहेको रहेछ अनि म लाइटिङको मजा लिइरहेको छु है त। यहाँ स्पेसल्ली कतारामा भनेको चाहिँ एउटा आर्टिफिसियल ट्री थियो कि है, अनि त्यो चाहिँ एकदम पपुलर थियो। म खास त्यो हेर्न भनेर आएको थिएँ, त्यो चाहिँ निकालिसकेछ है। त्यो चाहिँ मैले एकदम मिस गरेँ। तर पनि अब त्यो निकालिसकेपछि पनि फेरि यहाँ देखेको भ्यूहरूले गर्दा चाहिँ मलाई त्यस्तो खासै गिल्टी फिल पनि भएन। त्यसैले अहिले चाहिँ म नाइटको भ्यूहरू नाइटको मजा लिँदैछु। ल तपाईँहरूले पनि यो भिडियोको थ्रुबाट चाहिँ हेर्नु होला र सँगसँगै नाइटमा चाहिँ हेर्नुहोस् कताराको भ्यू चाहिँ बब्बाल हुन्छ क्या। ल रमाइलो गर्नुहोस् है त हजुरहरूले पनि भिडियो हेरेर।